तपाईको बेलुन जस्तै फुलिन्छ, खाना खानुहुन्छ त्यो राम्रोसँगले पचन हुँदैन, कन्स्टिपेसनको प्रब्लम छ र तपाईले यो पनि नोटिस गर्नुभयो होला यो सारा पेटको प्रब्लमले तपाईको मुड र इनर्जीलाई पनि असर गरिरहेको छ। कहिले तपाईलाई माइग्रेन हुन्छ त कहिले तपाईलाई हेडेक र यहाँसम्म कि तपाईलाई मिनरल्स र भिटामिनको पनि कमी हुन पुग्छ, जस्तो कि लो आइरन, भिटामिन डी, म्याग्नेसियम र क्याल्सियमको कमी। धेरै जसो मानिसहरूलाई लाग्दछ कि यो डिफ्रेन्ट समस्या हो। आज म तपाईहरूलाई बताउन जाँदैछु कि यो सारा समस्या कनेक्टेड छ। यो कनेक्सनलाई भनिन्छ गट ब्रेन कनेक्सन, मतलब पेटको मस्तिष्कसँगको जडान। हाम्रो आन्द्राको काम हुन्छ खानाबाट प्राप्त भएको मिनरल्स र भिटामिनलाई एब्जर्ब गरेर शरीरमा पुर्याउन। जतिखेर हाम्रो गट अनहेल्दी हुन्छ, मतलब पेट बिमारी हुन पुग्छ, त्यतिखेर खानाबाट प्राप्त मिनरल्स र भिटामिनलाई लिन सक्दैन। इभन यहाँसम्म कि जो ब्याड टक्सिन हुन्छ त्यसलाई रिलिज पनि गर्न सक्दैन। जब यो ब्याड टक्सिन तपाईको पुरा शरीरमा फैलिनेछ ब्लड मार्फत, त्यतिखेर तपाईको होल बडीलाई असर पुग्न जान्छ, इन्क्लुडिङ ब्रेन। जबसम्म तपाई आफ्नो गट हेल्थलाई सिरियसली लिनुहुन्न तबसम्म तपाईको यो समस्या समाधान हुनेवाला छैन। जतिसुकै औषधि खानुहोस् आफ्नो एन्जाइटी र माइग्रेनलाई ठिक गर्नका लागि, चाहे भिटामिन मिनरल्स, सबैभन्दा जरुरी यो छ कि गट हेल्थलाई इम्प्रुभ गर्न, मतलब पेटको स्वास्थ्यमा सुधार गर्न। तपाई चाहनुहुन्छ नेचुरल र सजिलो तरिकाबाट आफ्नो गट हेल्थलाई इम्प्रुभ गर्नका लागि, त्यसो हो भने तपाईले मलाई मेसेज गर्नुहोला, म तपाईलाई हेल्प गर्नेछु।